दर्शक महानुभाव नमस्कार। नेपाल पोस्टको बुलेटिन न्युजमा यहाँलाई हार्दिक स्वागत छ। आज असार 9 गते सोमबार सदा झै आज पनि उपस्थित भएका छौं। देशको पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरणमा रोमालिएको राजनीति, प्रतिनिधि सभामा नाराबाजी सँगै बहिष्कार, यस बारेमा जानकारी दिनेछौं। सहकारी ठगी प्रकरण, पतञ्जलि जग्गा प्रकरण, मसान घाटमा समेत लुटपाट मचाइयो, यस बारेमा जानकारी दिनेछौं। देश तथा विदेशमा घटेका घटना, इरानमा रहेका नेपालीहरू स्वदेश फर्कँदै पछिल्लो क्रममा परिरहेको अविरल वर्षाले पारेको असर, बाढी पहिरो अपडेट, विभिन्न सडक अवरुद्ध, यस बारेमा जानकारी दिनेछौं। लगायत आज दिनभरि कहाँ के हुँदैछ त सम्पूर्ण जानकारी लिएर उपस्थित भएका छौं। दर्शक महानुभाव, पछिल्लो राजनीतिक घटनाक्रम प्रति तपाईको आफ्नो धारणा के रहेको छ त कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया उल्लेख गर्न सक्नुहुनेछ। आउनुहोस् समाचार सुरु गरौं। भिजिट भिसा प्रकरण, संसद बैठकमा आज पनि राजसपाको नाराबाजीको प्रसंगबाट। भिजिट भिसा प्रकरणमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्च स्तरीय छानबिन समितिको अडान कायमै राखेका छन्। सोही विषयलाई लिएर आज पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका हुन्। आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको थियो। बैठक सुरु हुने बित्तिकै राजसपा र राप्रपाले उठेर विरोध जनाएका हुन्। बैठक सुरु हुने बित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राजसपाका शिव नेपालीलाई बोल्नको लागि समय दिएका थिए। उनीहरूले आफ्ना माग पूरा नभएसम्म सदनको अवरोध कायमै राख्ने भन्दै राजसपा विनियोजन विधेयक माथिको छलफलमा भाग नलिने बताएका हुन्। उनले बोलेसँगै राजसपा र राप्रपा सदनबाटै बाहिरिएका हुन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसद शिव नेपालीले राज्य संरक्षकहरूकै मिलेमोतोमा भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोलेका सांसद नेपालीले मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाए। उनले मानव तस्करी जस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो भन्दै प्रश्न गरेका छन्। उनले मानव तस्करी केवल कानुनी अपराध मात्रै नभई मानवताको गम्भीर अपमान समेत भएको टिप्पणी गर्दै छानबिन समिति गठनको माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले विगत 13 जेठदेखि भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ। तर सत्तापक्षले कुनै पनि हालतमा गृहमन्त्री रमेश लेखकको राजीनामा नदिने बताउँदै आएको छ। सभापति रवि लामिछाने विरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यस विरुद्ध थालेको जनताको हस्ताक्षर अभियानमा कलाकारहरूले पनि साथ दिएका छन्। अभिनेताहरू विपिन कार्की र रमेश उप्रेतीले आइतबार रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टी कार्यालयमा पुगेर उनीहरूले लामिछानेलाई न्यायको लागि भन्दै हस्ताक्षर गरेका हुन्। पार्टी स्थापना दिवसको अवसरमा शनिबार कारागारबाटै अपिल जारी गरेका लामिछानेले आफूमाथि भएको प्रतिशोध हस्ताक्षर गरेर साथ दिन आग्रह गरेका थिए। सोही अनुसार पार्टीले अभियान थालेको छ। कुनै पनि सहकारीमा प्रत्यक्ष रूपमा संलग्न नभएको र गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफू विरुद्ध प्रतिशोधको आधारमा संगठित अपराधदेखि सम्पत्ति शुद्धिकरणसम्मका मुद्दा चलाइएको रवि लामिछानेको आरोप रहेको छ। संसदीय छानबिन समितिले समेत सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने क्रममा उनको संलग्नता नरहेको भन्दै उल्लेख गरेको थियो। तर तथ्यहरू नहेरी अदालतले समेत हुनमा राख्ने आदेश दिएको गुनासो राजसपाका नेताहरूको रहेको छ। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले उच्च स्तरीय समिति गठन गर्ने बताएका छन्। उनले भिजिट भिसा प्रकरणमा हिज के भएको थियो र आज के भइरहेको छ भन्ने कुरा अनुसन्धान गरिने बताए। भिजिट भिसा प्रकरणमा सरकारले उच्च स्तरीय समिति गठन गर्छ। केही दिनमा उच्च स्तरीय समिति गठन हुन्छ उनले भने। गृहमन्त्री रमेश लेखकले संसदमा उभिएर
भिजिट भिसा प्रकरण छानबिनको लागि समिति बनाउने सन्दर्भमा बोलिसकेको बताउँदै उनले विश्वासको विकल्प नरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले स्टन्ट गरेको उनको आरोप रहेको छ। रासोपाका केही नेताहरूले बजेटमाथिको बहसमा भाग लिनै नचाहेको र आधा भन्दा बढी माननीयहरू यस्तो अवस्थामा पनि घुम्न निस्किएको टिप्पणी गरेका छन्। भिजिट भिसाको प्रकरण जस्तो लाग्छ उहाँहरूले उफ्री कराइरहनु भएको छ। रासोपा भने पार्टी प्रति हाम्रो एकदमै सम्मान रहेको छ। युवा साथीहरू हुनुहुन्छ, राजनीति भनेको परिपक्व गर्नुपर्छ, कहिलेकाहीँ प्रतिपक्ष र सत्तापक्ष भएर होइन देशपक्षीय भएर पनि सोच्नुपर्छ। रासोपाका साथीहरू आउने बुरुक्क उफ्रने, बाहिर 2-4 शब्द बोल्ने अनि सोशल मिडियामा कराउने हिँड्ने हो। अहिले संसद चलिरहेको छ, देशमा यत्रो समस्या छ, आधा भन्दा बढी माननीयहरू विदेशतिर सैर गर्न लाग्नु भएको छ। यहाँ बस्नेहरूको उफ्रने भन्दा केही पनि काम छैन। कुलिङ पिरियड मुलुकको लागि आवश्यक रहेको र आफू त्यसको पक्षमा दृढ रहेको बताए। मिनी संसदले गरेको निर्णय सरकारले मान्नु पर्ने खतिवडाको तर्क रहेको छ। पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह खरिद प्रकरणलाई लिएर आफू विरुद्ध सामाजिक सञ्जालमा चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन्। आज सोमबार फेसबुकमा उनले लेखेका छन्, अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणित भइसक्यो। अझै पनि मेरो फोटो टाँसेर सामाजिक सञ्जालमा बदनाम गर्नेहरू प्रति दया लाग्छ। यो प्रकरण सामान्य चर्चामा आउन साथै आफूले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा औपचारिक निवेदन दिँदै छानबिनको माग गरेको बताएका छन्। किराँतीले आफू कानुनी प्रक्रियाको सम्मान गर्ने व्यक्ति भएको दाबी गरेका छन्। नेपालको कानुन अनुसार भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ। बेनामी रूपमा समेत सुधन किराँतीलाई उजुरी लागेको छ भन्नु कुनै अनौठो कुरा होइन। वडाध्यक्षदेखि लिएर पूर्व नेतृत्वमा रहेका समलाई उजुरी लाग्छ। आफूले अख्तियार अनुसन्धानमा पूर्ण सहयोग गरेको र अनुसन्धानको निष्कर्षमा आफू निर्दोष प्रमाणित भइसकेको बताए। यद्यपि केही दिन यता सामाजिक सञ्जालमा आफ्नै फोटो टाँसेर भ्रष्टाचारमा मुछिएको भन्ने आशयका पोस्टहरू सार्वजनिक भइरहेको प्रति दुःख व्यक्त गरेका छन्। पशुपतिनाथ आर्यघाटमा विद्युतीय शवदाह गृह निर्माणको लागि आवश्यक उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। सो प्रकरणमा तत्कालीन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषका अधिकारीहरू संलग्न रहेको आरोप रहेको छ। किराँती मन्त्री हुँदाकै बखत प्रक्रिया अघि बढेकाले उनको नाम सार्वजनिक बहसमा जोडिएको थियो। 12 करोड लागतमा भएको शवदाह गृहमा 4वटा फर्नेस र एउटा जेनेरेटर खरिदमा भ्रष्टाचार भएको उजुरीमाथि विस्तृत अनुसन्धान सकेर अख्तियारले आइतबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापा सहित 16 जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान 16 मा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न आदेश दिएका छन्। उनले भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश सरकारलाई पत्र लेख्दै चौकी निर्माणको काम रोकेका छन्। धरानमा पछिल्लो समय विभिन्न वडामा प्रहरीको लागि भवनहरू बन्दै आएका छन्। धरान 16 मा पनि बहुभाषिक पाठशाला रहेको छेउमा प्रहरी चौकी भवन बन्दै आएको छ। प्रदेश सरकारको बजेटमा निर्माणाधीन प्रहरी चौकीको भवन काम रोकिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिमिल सिन्हाले जानकारी दिए। उनले प्रहरीले चौकी भवन नबनाएकाले यो विषय आफूहरूसँग सम्बन्धित नरहेको बताएका छन्। धरानका मेयर हर्कराज साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा लेखेको पत्रमा डिपिआर नहेरी डिजाइन बारे नगरपालिकासँग राम्रोसँग कुरा पनि नगरी अथवा उपयुक्त स्थान नखोजी निर्माण कार्य नगरिदिनु हुन अनुरोध गरिएको छ। पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्ड भित्र प्रहरी चौकी बनाउँदा पाठशालाको उद्देश्य प्राप्तिमा असर पुग्ने उल्लेख गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तल्लो तहमा रहेका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन्। कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डाक्टर बच्चु कैलाश कैनीसँगको अन्तर्क्रियामा मन्तव्य राखेका थापाले कांग्रेसले पक्ष पोषण गर्ने भनेको तल्लो तहका नागरिकहरूको जीवनस्तर उकास्न भएको
बताए, हामीले खोजेको भनेको समुन्नत नेपाल हो। हामी पुँजीवादी अर्थव्यवस्थामा विश्वास गर्छौं, नाफालाई अपराध मान्दैनौं, तल्लो तहमा रहेका नागरिकहरूलाई माथि उकास्न चाहन्छौं। हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनु पर्दैन। नेपाली नागरिकले खोजेको कुरा यही हो। यसको लागि व्यवस्थित प्रणाली आवश्यक रहेको छ। महामन्त्री थापाले उदारवादी पार्टी भए पनि बेलायतमा लेबर पार्टी दबावमा रहेको भन्दै नेपालले सिक्नु पर्ने कुरा बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापनको विषय रहेको बताएका छन्। नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमै पुगेर उनीहरूले प्रचण्डलाई भेटेका हुन्। भेटको क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरे। शिक्षकहरूले सरकारसँगको सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जनाएको छ। शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरू प्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे। शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो जुन देशको भविष्यसँग समेत गाँसिएको छ। सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं। अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै शर्त बिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिएका छन्। प्रारम्भिक बाल विकास कक्षालाई विद्यालयमा संरचनाभित्र समेट्नु पर्ने आवश्यकता रहेको तर्क गरेका छन्। सुर्खेतबाट खाली खुट्टै हिँडेर काठमाडौँ आइपुगेका अभियान कर्मी नवराज बोहरा नवराज भिडाले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डलाई भेटेका छन्। सुर्खेतदेखि 1 महिनाको लामो पैदल यात्रा गरेर आइपुगेका बोहराले आज बिहान प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटमा उनले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचार विरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्न आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले बोहराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिको लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे। बोहराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका प्रचण्डले अभियान जारी राख्न आग्रह गरेका छन्। कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षण लगायतका मुद्दा उठाएर गत जेठ 4 गतेदेखि यात्रा सुरु गरेका बोहरा 31औं दिनमा यही असार 3 गते काठमाडौँ आइपुगेका थिए। तर पनि देशको नेतृत्वमा रहेका केपी शर्मा ओलीसँग उनको भेटवार्ता भएको थिएन। यो विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि आइतबार मात्रै उनले ओलीलाई बालुवाटार पुगेर भेट गरेका थिए। कलाकार दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। आफ्नो गीतले 10 करोड भ्युज पाएको अवसरमा बधाई दिएका ओलीले दुर्गेशले फेसबुकबाटै धन्यवाद दिएका हुन्। नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रम प्रति ओलीले देखाएको चासो, संवेदना र सम्मानले आफूलाई असाध्यै भावुक बनाएको दुर्गेशको भनाइरहेको छ। ओलीले नेपाली गीत सङ्गीतको मूल्य र सम्भावना चिन्नु सम्पूर्ण सृजनशील पुस्ताको लागि गर्वको विषय भएको बताएका छन्। यसअघि आइतबार नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले थापाको गीत दुश्मन हेरेको हेरैले हासिल गरेको सफलता प्रति खुसी व्यक्त गर्दै बधाई दिएका थिए। ओलीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत गीतले 5 महिनामै युट्युबमा 100 मिलियन 10 करोड भ्युज पाउनुले आजको नयाँ पुस्ताको बेग्लै स्वादका गीत सङ्गीतमा रुचि बढेको पुष्टि हुने बताएका थिए। इरानको राजधानी तेहरानबाट 11 नेपाली आइतबार राति मस्कत पुगेका छन्। इरान स्थित भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू करिब 900 किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को सहर मस्कत पुगेका हुन्। हामी 11 जना सुरक्षित रूपमा आइतबार राति मस्कत आइपुगेका छौँ। बाटोमा अप्ठ्यारो झेल्नु परेन। हामी अहिले एउटा होटेलमा बसेका छौँ। मस्कत पुगेका उदयपुरका हरि थापाले बताएका छन्। भारतले हामीलाई प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएको छ।
हामी उडानको प्रतीक्षामा बसेका छौँ। उनीहरूका अनुसार उडानको समय भने निश्चित भइसकेको छैन। मसद पुग्नेमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनकी श्रीमती गायत्री कार्की थापा, बुटोलका विष्णु प्रसाद भूषाल, बुद्धि भूषाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णु प्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेका छन्। उनीहरू मध्ये विष्णु प्रसाद बन्जाडेको राहदानी नभएकाले उडान तत्काल सम्भव नभएको बताइएको छ। दोहा स्थित नेपाली दूतावासका अनुसार 11 जना नेपालीसँग समन्वय भइरहेको छ। उनीहरू 8 देखि 24 वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए। इरानको तेहरानमा अझै 5 जना नेपाली जेलमा रहेका छन्। उनीहरूलाई उद्धार गर्ने प्रक्रिया भइरहेको दूतावासले जानकारी गराएको छ। राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। असार 6 गते भित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो। गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनको कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का परीक्षा नियन्त्रक डाक्टर गणेश प्रसाद भट्टराईले शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा 32 दिनको ढिलाइ भएको बताएका छन्। उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर यति बेला अङ्क एन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताएका छन्। सम्परीक्षण भन्दा पछाडिको एन्ट्री लगायतका काम भइरहेको छ। त्यो प्रोसेसिङको लागि 35 दिन लाग्नेछ। यो ढिलाइलाई कम गर्न बोर्डले रात दिन काम गरिरहेको उनले जानकारी दिएका छन्। बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ। यद्यपि तोकिएको मिति भने अझै निश्चित भएको छैन। नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा 11 को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ। बोर्डले वार्षिक कार्यतालिका अनुसार 2082 असार 6 गते भित्र नतिजा प्रकाशन गर्ने र असार 22 गतेसम्म पुनर्योग गर्ने तथा साउन 12 गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो। कैलालीमा मृत अवस्थामा भेटिएकी किशोरीको हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको जनाएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका 2 बैया बेहडी स्थित एउटा बन्द कोठामा आज बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन्। बिहान स्थानीयले गन्ध आएको भन्दै खबर गरेपछि कोठा खाली गर्दा 30 वर्षीय रेणु चौधरीको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले जानकारी दिए। चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका 11 अमर बस्तीकी हुन्। कोठा बाहिरबाट तालचा लगाएको अवस्थामा भित्र शव भेटिएपछि प्रहरीले प्रारम्भिक रूपमा हत्या गरिएको हुन सक्ने आशंका गरेको छ। घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ। बाहिरबाट कोठामा तालचा लागेको अवस्थामा र शवको स्थितिले हत्या भएको शंका गर्न सकिन्छ डीएसपी सिंहले भने। उनका अनुसार घटनास्थलमा फरेन्सिक टोली समेत पुगेको छ। शवको अवस्था हेर्दा केही दिन पहिलाको हुन सक्ने अनुमान गरिएको छ भने प्रहरी स्रोतका अनुसार शवमा केही घाउचोट पनि देखिएका छन्। विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ। आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगन्नाथपुर गाउँपालिका 4 का सफी राजा मिया पक्राउ परेका छन्। शनिबार राति श्रीमती लाल बिबी खातुनको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियालाई पक्राउ गरी जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताइएको छ। प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान श्रीमती बीच बोलचाल नभएको थाहा भएको छ। श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुन सक्ने बुझिएको छ। यता सुनसरीको ब्राहा क्षेत्र नगरपालिका 5 मुसहर टोलमा घरयासी विवादको कारण एक महिलाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार शनिबार राति करिब 9 बजे 30 वर्षीय सोनिया मुसहरले मादक पदार्थ सेवन गरी आफ्नी 24 वर्षीय श्रीमती ढली सदा मुसहरसँग वाद विवाद गरेका थिए। विवादको क्रममा सोनियाले ढलिस्तालाई कुटपिट
गरेका थिए, जसबाट उनी गम्भीर घाइते भएकी थिइन्। घाइते ढलिस्तालाई घरमै राखिएको अवस्थामा असार 8 गते बिहान मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धानबाट ढलिसदाको मृत्यु श्रीमानको कुटपिटबाट भएको देखिएपछि प्रहरीले सोनिया मुसहरलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 10 बर्नेटीका 50 वर्षीय गणेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए। प्रहरी निरीक्षक पुनका अनुसार घरभित्रै रहेको मिटर बक्समा चट्याङ पर्दा गणेश 81 बेहोस भएकी थिइन्। तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको दुखद मृत्यु भएको छ। भेरी नगरपालिका 6 गङ्गटेकी 11 वर्षीय दीक्षा साईको सुतिरहेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको छ। भेरी नगरपालिकाका विपद फोकल व्यक्ति एक गौतमका अनुसार सोमबार राति घरमै सुतिरहेकी दीक्षालाई सर्पले टोकेको थियो। समयमा उपचार नपाउँदा उनको ज्यान गएको हो। मृतक दीक्षा श्री भगवती माध्यमिक विद्यालय गङ्गाटियामा कक्षा 6 मा अध्ययनरत छात्रा थिइन्। विद्यालयका प्रधानाध्यापक भुवन साईका अनुसार दीक्षा पढाइमा अब्बल र अनुशासित छात्रा थिइन्। सर्पदंशका घटना हरेक वर्ष वर्षयाम सुरु भए लगतै बढ्ने गरेका छन्, तर गाउँघरमा उपचार सेवा र जनचेतनाको अभावको कारण अझै पनि यस्ता घटनाले ज्यान लिने गरेका छन्। विद्युत सेवा चुहावट हुँदा मुगुको छायानाथ रारा नगरपालिका 11 कुसा टाउमा 10 वटा खच्चर मरेका छन्। जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कारमारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको हो। प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युतको अर्थिङ सुरक्षित नबनाउँदा आइतबार ती खच्चरलाई करेन्ट लागेको खच्चर धनी छायानाथ नौका स्थानीय कन्न बहादुर मल्लले गुनासो गरे। उनले भने पानी परिरहेको बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन। 81 करेन्ट लागेर 10 वटा खच्चर मरे, मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएको हुनाले म बचे। उनका अनुसार एउटा खच्चरको मूल्य 1,50,000 भन्दा बढी पर्छ। उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरेका छन्। छायानाथ रारा 1 का कर्णबहादुर मल्लका अनुसार 4 नम्बर वडा 10 का जग्गी बडुवाल र पृथ्वी बहादुर एडीका 3 वटा खच्चर मरेका छन्। गत शुक्रबार मात्र पनि वडा नम्बर 12 कम्फा गाउँ निवासी खड्ग बहादुर बुढाको भैँसीलाई करेन्ट लागेर मरेको थियो। नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्रले गरेको विद्युत सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनौं स्थानीयले शास्ति भोग्नु परेको गुनासो गरेका छन्। बिनई खोलाको डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटोल सडक ठप्प भएको छ। पूर्वी नवलपरासीको बिनई त्रिवेणी गाउँपालिका 1 स्थित बिनई खोलाको डाइभर्सन बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक बाटो पनि अवरुद्ध भएपछि सो सडक खण्डमा सवारी साधन ठप्प भएका हुन्। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार बिनई खोलाको डाइभर्सन बगाएपछि होङसी गेट सर्दी हुँदै ज्यामिरी राजमार्ग जोड्ने वैकल्पिक मार्ग भएर सवारी आवत जावत गराइएको थियो। तर आज सोमबार बिहान बिनई त्रिवेणी गाउँपालिका 3 स्थित खरङ्गे खोलाको बहाव वर्षाको कारण सवारी साधन आवत जावत गर्नै नसक्ने गरी बढेपछि यातायात ठप्प भएका हुन्। खोला बढेपछि सवारी साधनलाई सुरक्षित स्थानमा होल्ड गराएर राखिएको डीएसपी नेपालले जानकारी दिएका थिए। शहीद लखन गाउँपालिका 7 स्थित ढुङ्गा गाडे भन्ज्याङ नजिकै सडक भाँसिँदा ढुङ्गा गाडे खाप्दी भन्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ। गैराती परेको वर्षाले सडक भाँसिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको शहीद लखन 7 का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। शहीद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडक खण्ड हुँदै आवत जावत गर्ने यात्री यति बेला समस्यामा परेका छन्। सडक भाँसिएकाले मोटरसाइकल र पैदल यात्री जोखिम मोलेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता बनेको छ। धन्यवाद। यस्तै ताजा समाचारको लागि नेपाल पोस्ट हेर्दै गर्नुहोला।